हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरूलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म अहिले चाहिँ साँझ म ब्लग स्टार्ट गर्दैछु होइन। अनि आज चाहिँ शिवरात्रि होइन, सबजनालाई भगवान् शिवजीले रक्षा गर्नुहुन्छ भन्ने म आशा गर्दछु होइन। रक्षा पनि गर्नुहुन्छ, उहाँको आशीर्वाद हजुरहरू सबैजनालाई लाग्ने पनि छ होइन। अब चाहिँ म यहाँ तल मन्दिरमा जान्छु होइन। अनि यहाँ मन्दिरमा पूजा छ होइन त्यहाँ, अनि एकछिन त्यहाँ गएर हजुरलाई पनि देखाउँछु ल। सधैँ त्यहाँ मन्दिरमा अघि के पूजा भइरहेको थियो, अहिले त कोही मान्छेहरू कोही सबै आइसक्नु भएको कि म चाहिँ पूजा छ भने जान लागेको छु। चाहिँ यस्तो खाली छ यहाँ चाहिँ, त्यस्तो खाली छ। अब एकछिनमा चाहिँ मान्छे आउँछन् होला समथिङ। यहाँको मन्दिर चाहिँ यही नै हो। यहाँ अलि आवाज नआउन सक्छ, यताउता गाडी आइरहेको छन्। हाम्रो यहाँ मार्ट पनि छ यहाँ अगाडि। साथीहरू अहिले चाहिँ म हिँडेर आएर उभिसकेको छु, यहाँ ग्राउन्डमा आएको छु होइन। अनि यहाँदेखि म चाहिँ यहाँ सबले खेलिरहेको हेरिरहेको छु। यहाँ मान्छेहरू यसरी खेलिरहेको छन्, हेर्न सक्नुहुन्छ। अनि यतादेखि चाहिँ गाडीहरू आइरहेको छन्। अनि म चाहिँ यहाँ माथि बसेको छु कि रोडमै बसेको छु ल। म चाहिँ यहाँ उता चाहिँ भलिबल हो, यता अब भाइ बहिनीहरूको यहाँ फुटबल खेलिरहेको हुन्छन् यहाँ यतातिर। हाम्रो यहाँ ठुलै ग्राउन्ड छ, ठुलै छ, कस्तो सानो पनि छैन, त्यति सानो पनि। यस्तो छ यहाँको दृश्य। के तिमी बढी भइरहेको हो? यो भाङ खायो कि आँखा पनि कस्तो भित्र खायो थेट। तिमीले भाङ खाएको है कान्छा है? है तिमीले भाङ खाएको है? खोइ खोइको आँखा हेरौँ त, आँखा हेरौँ त। हेलो गाइस, अहिले अङ्कित र म चाहिँ यहाँ मन्दिरमा आइसकेको छौँ, बुद्ध मन्दिरमा। अनि हामीलाई एउटा कन्टेन्ट चाहिरहेको थियो नि त अनि होइन। यहाँ पूजा यहाँ भइरहेछ, यहाँ पूजा भइरहेको छ। अनि यहाँ हेर्नुहुन्छ त्यो चाहिँ बुद्ध मन्दिर हो। हामी यहाँ आइसकेको छौँ। अनि त्यहाँ चाहिँ यत्रो आगो तन्काइरहनु भएको छ है, हेर्नु सक्नुहुन्छ। यतातिर चाहिँ यहाँ आगो धेरै ठुलो तन्काइरहनु भएको रहेछ। आज शिवरात्रिको दिन हो होइन, त्यस कारण हो। मुडा जस्तै माग्ला जस्तै टनाटन दाउरा हाल्नु लाग्नु रहेछ। अब चाहिँ हामी जान्छ अब यहाँदेखि। ऊ अङ्कित बसिरहेको छ। अब हामी खोइ मन्दिरमा जान्छ, खोइ के कस्तो के गरिरहन् भनेर हजुरलाई देखाउँछौँ होइन। हेर्दै गर्नु होला ल आजको ल। साथीहरू यहाँ पनि आगो बालिरहनु भएको छ, हेर्न सक्नुहुन्छ ल। यहाँ मुढाहरू कोही टनाटन छ आज शिवरात्रिको दिन, यस्तो छ। कोही क्या तातो आइरहेको थियो यार, आउनु पनि नजिकै जानुपर्छ जस्तो हो कि। म चाहिँ यहाँ आएको छु, हेर्न सक्नुहुन्छ सबैजना मान्छेहरू यति धेरै हुनुहुन्छ। अनि म चाहिँ सबैको अगाडि भ्लग बनाइदिएको छु। हेलो गाइस, अहिले चाहिँ म यहाँ सतुङ्गल आइसकेको छु ल। हेर्नु सक्नुहुन्छ, अहिले आवाज नआउन सक्छ। यहाँ सतुङ्गल अहिले हामी आइसकेको छौँ, किनकि आज शिवरात्रि हो नि त। अनि हामी अब धेरै टाढा त जाँदैनौँ। अनि हेर्नेसँग चाहिँ यसो घुम्न मात्रै आएको हामी दुईजना होइन। अङ्कित र म चाहिँ घुम्न आएको। यस्तो छ यहाँको बजार चाहिँ। मान्छेहरू अलि धेरै छैनन् होइन, अलि कमै छ होइन। अब एकछिन पछि चाहिँ आउँछन् होला सायद समथिङ। आलु छ कि जे पाए त्यही देखाइदिन्छ, यस्ता आलु हामी हजुरलाई यहाँ देखाउँदै जान्छौँ ल अगाडिसम्म। यस्तो छ हेर्नुहोस् ल बजार यहाँको। हेलो साथीहरू, अहिले चाहिँ हामी आइसकेको छौँ। मान्छेहरू पनि टनाटन आइसक्नु भएको छ, हेर्न सक्नुहुन्छ साथीहरूले। यहाँ चाहिँ गाना बजाउनु भएको छ होइन। अनि यहाँ चाहिँ सबले मान्छेहरू पनि टनाटन आइसक्नु भएको छ। साउन्ड चाहिँ अलिक सानो नै छ यहाँको होइन। तपाईँहरू भ्लगमा चाहिँ म भ्लग बनाइरहेको छु, मलाई थाहा नभएर। हेलो साथीहरू, अहिले चाहिँ रातिको 10:30 भइसकेको छ होइन। अहिले चाहिँ म बसि नै रहेको छु, अझै पनि बस्छु होला सायद अझै साँझसम्म। अनि हेर्न सक्नुहुन्छ अहिले चाहिँ मैले यहाँ कफी पनि बनाइसकेको छु। कफी बनाएर यहीँ छ, कफी बनाउने भाँडो पनि थिएछ। अनि म त्यही उसमा बनाउँछु होइन, त्यही भाँडोमा। अनि पकेटको हुन्छ नि हो, त्यो ल्याएर चाहिँ अनि त्यो हाल्छु होइन। त्यसरी चाहिँ बन्छ। अनि यस्तो भएको छ होइन। त्यही हो। जो साथीहरूले हेर्नुभयो मेरो ब्लग, उहाँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु होइन। आजको ब्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच, बाई बाई।